एसएमएससँग बिहा गर्छ यसलाई प्रोग्राममा किन बोलाउनु पर्यो भन्ने कुरा पनि 2-4 जग्गा सुनेछु। नर्भस हुँदाखेरि के गर्नुहुन्छ? एज अ आर्टिस्टको रूपमा तपाईँले यो हाइप बुझ्दा के भन्न चाहनुहुन्छ? चाहिँ ट्राभल गर्न पनि अलिकति रिस्की नै हुन्छ, त्यही पनि आइन्छ हामी। कार्यक्रममा गइसकेपछि अब सिङ्गर आउँछ या त मेन अब भन्छौँ नि अब रातिको लास्ट सो त्यो गऱ्यो, कमिटीको मान्छे गायब, त्यसमाथि हामी गाउने केटीहरूलाई धेरै प्रब्लमहरू फेस गर्नुपर्छ। नमस्कार दर्शक, स्वागत छ हजुरहरूलाई हाम्रो एसके टक्स च्यानलमा। र आज हाम्रो पडकास्टमा आउनुभएको छ सुरेखा छेत्री दिदी, र उहाँसँग हामी कतिपय कुराहरू जान्न कोसिस गर्छौँ। र स्वागत छ दिदी हाम्रो एसके टक्स च्यानलमा। थ्याङ्क यू सो मच। हजुर, कस्तो हुनुहुन्छ तपाईँ? म सन्चै छु, तपाईँ? म सन्चै छु। र आज तपाईँसँग यसरी भेट्दा हामीलाई एकदम राम्रो लागिरहेछ। मलाई पनि। र सबैभन्दा यो पडकास्ट स्टार्ट गर्नुभन्दा अगाडि हामी तपाईँको एकदमै यो आसाममा तपाईँले छाप छोडेको गीत, हजुर, तपाईँलाई थाहा छ कुन चाहिँ गीत भनेर र त्यो हाम्रो दर्शकलाई पुलसेट हजुर सुनाउनुहोस्। ओके। पर्वतिया मेघरे बोको दोमला पाहाडी मै सुवाली नुखुरी बामय लिम्बू गुरुङने मगर राइता माग्ने गोर्खाली ए सेउजिया खमर सेउजिया मन पुवार कोमल रोदाली ए मायाको सुबास छर्न खोज्छु म हे नेपाली भैनी असमिया हुँ म हे बुवा बबी सारू मर मरे नोइ हे नेपाली जोदिउ अखमिया मै। सो ब्युटिफुल दिदी, थ्याङ्क यू। तपाईँ लेख्नुभयो गाना? मैले लेखेको होइन, यो गीत एक्चुअली मृणाल वैष्णव दादाले लेख्नुभएको। उहाँ पनि एकजना सिङ्गर र कम्पोजर पनि हो, राइटर पनि हो, लेख्नुहुन्छ पनि। उहाँले लेख्नुभएको र म्युजिक चन्दन दास दादाले गर्नुभएको। दिदीसँग यसरी बोल्दाखेरि म काहीँ न काहीँ त नर्भस जस्तो फिल भइरहेछ। त्यस्तो केही होइन। तपाईँ नर्भस हुँदाखेरि के गर्नुहुन्छ? म नर्भस हुँदाखेरि यस्तो छ, म त्यस्तो नर्भसनेस चाहिँ देखाउँदिनँ। कहिलेकाहीँ अलिकति कुनै कुनै ठाउँमा त्यस्तो फिल पनि हुन्छ, तर म कुरा गरेर मलाई जहाँसम्म लाग्छ अब त्यो चाहिँ ह्यान्डल गरिलिन्छु। अब कसरी गर्नुहुन्छ ह्यान्डल तपाईँ? त्यस्तै हो, केही नजानेको कुरा पनि त्यसरी नै म अब के भनौँ, अब त्यो अब बिस्तारै बिस्तारै थाहा हुन्छ तपाईँलाई। र आज हाम्रो दिदी सुरेखा छेत्री दिदी आउनुभएको छ। यसरी हामी धेरै नै कुरा उहाँसँग गर्छौँ, धेरै नै गीतहरू उहाँसँग सुन्छौँ। दिदीलाई मैले फर्स्ट टाइम तपाईँ देखेको थिएँ दुलैजन प्रोग्राममा। त्यहाँ तपाईँले यति मिठो मिठो गीतको कोसिस लिएर आउनुभएको थियो र हाम्रो दर्शकहरूलाई, साथै त्यो दर्शकको हिसाबमा पनि थिएँ र हजुर सुनाउनु भयो। र हामी पडकास्ट त तपाईँसँग गर्दाखेरि धेरै कुरा हामी गर्नेछौँ, र त्यो भन्दा अगाडि तपाईँले 2-4 गीत हाम्रो दर्शकलाई प्लिज गरेर सुनाउनु। ओके, म गीत भन्दा कुरा धेरै कुरा पनि त्यति अब के त्यस्तो बोल्न पनि जान्दिनँ जस्तो लाग्छ आफूलाई। रिसेन्टली हाम्रो एउटा अब हजुरलाई थाहा नै छ गोर्खाली चलचित्र आइ नै रहेको छ, आशिष, त्यो मुभीको गीत एउटा रिलिज भएको थियो, चित्र। त्यही गीत अलिकति गुनगुनाइदिन्छु है। आँखा भित्र राखिसके सजाएर तिमीलाई आऊ हेर सयोजनी कटोला तिमी सँगै हेर तिम्रैमा सधैँ भएर। त्यसपछि मेल पार्ट छ, अलिकति हाई छ, पिच अलिकति गाह्रो हुन्छ। तपाईँ कहाँ बस्नुहुन्छ? म चाहिँ गुवाहाटी लोखरामा बस्छु, मेरो घर त्यहाँ छ। सिङ्गिङको अलावा हजुर तपाईँ के गर्नुहुन्छ दिदी? सिङ्गिङको अलावा अब के गर्छु भन्दाखेरि हल्का फुल्का अब भिडियोजहरू देखिराख्नुहुन्छ होला, त्यही नै टाइम पास गर्छु। रिल्सहरू बनाउँछु, मलाई हल्का फुल्का एक्टिङ गरेर पनि राम्रै लाग्छ, त्यति नजाने पनि। त्यही। कति साल भयो तपाईँले इन्डस्ट्रीमा काम गर्नुभएको? मैले सानोदेखि त गीत गाएको, तर इन्डस्ट्रीमा प्रोफेसनली 2010 देखि म आएको। हजुर हजुर। र तपाईँले धेरै पडकास्टहरू पनि दिनुभएको छ। हजुर, कस्तो लाग्छ पडकास्टमा बोलेर? एक्चुअली म धेरै बोल्न पनि जान्दिनँ, कहीँ भुल पनि हुनसक्छ, त्यसको लागि क्षमा माग्छु। पहिले धेरै धेरै एकदम ठुल्ठुलो कुरा पनि गर्न आउँदैन, म जे सोध्दैछ भन्ने खालको मान्छे हो, र एकदम जे भित्र छ बाहिर पनि त्यही छ, त्यस्तो खालको। र दिदी तपाईँ आसाममा म्युजिक इन्डस्ट्रीमा हजुर तपाईँ धेरै सिङ्गर हुनुहुन्छ, र
सिधै भन्दाखेरि कस्तो भन्दाखेरि अहिले जुन चाहिँ उठिआएको आर्टिस्ट हजुर हेरे तपाईँले धेरै मान्नुहुन्छ र एज अ आर्टिस्टको रूपमा तपाईँले यो भाइ बहिनीलाई के भन्न चाहनुहुन्छ? हजुर त्यही अब मभन्दा सिनियर पनि धेरैजना हुनुहुन्छ र अहिले अलिकति नयाँ हाम्रो जुन भाइ बहिनीहरू हुनुहुन्छ उहाँभन्दा 2-4 वर्ष अगाडि आएको खालि त्यति मात्रै हो र धेरै ठाउँ घुरेर अलिकति एक्सपिरियन्स गेन गरेको हो त्यति हो र भाइ बहिनीहरूलाई भन्छु अब आफूले कतिसम्म गर्न सक्यौँ त्यो त थाहा छैन, अहिले स्टिल स्ट्रगल इज गोइङ अन। तर भाइ बहिनीलाई भन्न चाहन्छु कि रातारात त्यो हुन्छ नि पपुलरिटीको पछि चाहिँ भाग्नु होला र सिकेर हाम्रो जुन के भन्छ संस्कृति परम्परालाई अगाडि लिएर जाने कोसिस गर्नुपर्छ, म त्यही नै भन्छु। अब हामी अब गोर्खाली भएर हाम्रो धेरै कुरा गर्न सकिन्छ, मैले पनि सकेको छैन अहिलेसम्म सायद। मलाई मेरो तर्फबाट जति हुन्छ मैले जहिले पनि प्रयास गरेकै छु। मेरो गीतहरूमा देख्नुहुन्छ तपाईँहरूले अब नेपाली जुन हाम्रो फोक मिक्स धेरै जस्तो गर्न प्रयास गर्छु मैले जहिले पनि। अरू हाम्रो अब गोर्खाली इन्डस्ट्रीमा पनि धेरै कुरा गर्ने मलाई इच्छा छ। अब कहिलेसम्म सक्छु त्यो चाहिँ हेरौँ न। अब कस्तो कुरा गर्ने इच्छा छ? धेरै राम्रो राम्रो गीत कामहरू गर्ने इच्छा छ, डकुमेन्ट्री बहुत कामहरू पनि गर्ने इच्छा छ। अब भगवानले कतिसम्म साथ दिनुहुन्छ त्यो त थाहा छैन, सोचेको त छ धेरै कुरा, अहिलेसम्म भएको छैन। लेट्स सी के हुन्छ। फ्री टाइममा बस्दाखेरि के गर्नुहुन्छ तपाईँ? फ्री टाइममा बस्दा अब गीत सुन्यो, गुनगुनायो, प्र्याक्टिस गर्यो, त्यसपछि अब हल्का हल्का आजकल कुकिङ पनि सिक्दैछु। मतलब पहिले त्यति आउँथेन, हल्का फुल्का कुकिङ पनि गरि नै हाल्छु। त्यही अरू भन्दाखेरि गीत नै सुनिन्छ धेरै जस्तो। किनभने नि मान्छेहरू अहिलेको समयमा फ्री टाइम बस्दाखेरि हजुर कोही मोबाइल चला, कोही रिल्स हेरेर बस्छ। हजुर सो त्यो मान्छे तपाईँ के भन्न चाहनुहुन्छ? त्यो त अरूलाई के भन्ने, आफू पनि त्यस्तै छ। मोबाइल त हेरिन्छ नै, रिल्सहरू पनि हेरिन्छ। त्यही अब राम्रो राम्रो चिजहरू हेऱ्यो भने मतलब ज्ञान राम्रो राम्रो ज्ञान लिनु सकिन्छ। त्यही नै अब त्यही नै भन्छु। र तपाईँहरूले एउटा मुभी गर्नुहुँदैछ जुन चाहिँ गर्नु भइसक्यो अलरेडी। हजुर आशिष, हजुर कस्तो रह्यो एक्सपिरियन्स त्यसको? धेरै धेरै ठुलो राम्रो एक्सपिरियन्स भन्छु म, किनकि म चाहिँ अब तपाईँहरूले मलाई गीतमा मात्रै एक्टिङ गरेको देख्नुहुन्थ्यो। त्यो एक्टिङ गर्नु र यो मुभीमा एक्टिङ गर्नु, डायलग भनेर डायलग डेलिभरीहरू बहुत साह्रो रहेछ। मैले धेरै कुरा सिकेँ। र पहिले मलाई जब तुषार भाइ हाम्रो डाइरेक्टर प्रड्युसर हुनुहुन्छ, उहाँले जब मलाई पहिला अप्रोच गर्नुभयो, फुपूको रोल, फुपूको क्यारेक्टरमा छु म, अनि फुपूको रोल खोज्दै थिएँ। अनि भने कि दिदी तपाईँ गर्नु भने, अनि भन्दाखेरि मैले चाहिँ नाइ म त त्यस्तो एक्टिङ गर्ने मान्छे होइन, म कहाँ गर्ने, सक्दिनँ होला। होइन सक्नुहुन्छ गर्दा गर्दा उसले मैले यस पनि भनेको छैन उसलाई। मतलब अचानक म मुहुर्तमा पनि आएँ, म सोचेँ 1-2 दिन गर्छु, सक्दिनँ होला, फर्केर जान्छु भनेको त बिस्तारै बिस्तारै सिक्दै गएँ। यसमा महेश दोलेदाको पनि धेरै ठुलो हात छ, हाम्रो डिओपी हुनुहुन्छ, उहाँले गर्दा पनि धेरै कुरा सिकियो। र त्यस्तो गर्दा गर्दा त भयो। अब थाहा छैन, एक्सपिरियन्स धेरै गेन गरेँ, सिकियो कसरी गर्न पर्दो रहेछ चिजहरू। तपाईँ के छ डायलेक्ट मुभीमा? मलाई के भन्न मिल्छ, एकदम अपोजिट क्यारेक्टर छ मेरो। तपाईँहरूले एउटा अपोजिट क्यारेक्टर देख्न पाउनुहुनेछ। म यस्तो जली टाइपको मान्छे हो, हाँसिराख्ने, तर त्यसमा चाहिँ एकदम अपोजिट देख्नुहुन्छ। किनकि मुभीबाट हजुर देखाउँछ हाम्रो दर्शकहरूले, र यो पडकास्टमा पनि देखाउनु तपाईँको त्यो जुन चाहिँ लुक्स। तर डराउनुहुन्छ अडियन्सहरू। मैले अहिले गरेँ भने गर्ने र प्लिज। ओके, अब यहाँ एकजना क्यारेक्टर हुन्छ सोच्नुहोस्, अब उसलाई मैले धम्काइरहेको छु। स्माइली फेस आइहाल्छ कि मेरो, फेरि रिसाउँदा पनि हल्का अलिक टाइम लाग्छ यसलाई। त्यही त हाँस उठ्दैछ मलाई। तँलाई मैले भनेको होइन, आफ्नो औकातमा बस, यस्तो टाइपको धेरै चाहिँ मलाई हाँस उठ्दैछ। सिनेमा हेऱ्यो भने थाहा हुन्छ तपाईँहरूलाई। अहिले चाहिँ भन्दाखेरि हुन्छ नि, मतलब त्यो फटेर डरायो क्या होइन, यहाँ चाहिँ भएको छैन, मलाई थाहा छ। किनकि त्यो अलिकति क्यारेक्टरमा घुस्न टाइम लाग्छ। पक्कै हाँस्दैछु, फेरि एकदम सिरियस। र अपकमिङ त्यस्तै खालको प्रोजेक्टहरू भेट्नु के गर्नुहुन्छ तपाईँले? अब चाहिँ गर्छु होला। अब चाहिँ हल्का सिकेँ, अब झन् बेटर हुन्छ कि भन्ने आशा छ। अब यो जुन चाहिँ हजुरले गर्नुभयो फर्स्ट प्रोजेक्ट हो,
एकदमै मेरो फर्स्ट पहिलो मुभी भनौँ अनि यसपछि अब मैले अब सिलेक्टेड काम नै गरिन्छ धेरै जस्तो त अब इफ त्यस्तै खालको राम्रो क्वालिटी दिने बा राम्रो स्टोरी भेट्यो भने चाहिँ गर्छु होला। र हामीले मुभीको बारेमा त भनिसकेका छौँ र दिदीको त्यसमा के रोल छ हामी त्यो भनिसकेका छौँ र उहाँले एक्टिङ पनि हामीले देखाइसक्नु भएको छ। नै यो एक्टिङ र यो एक्टिङको पछि एक्टिङको अलावा दिदी राम्रो सिङ्गर पनि हुनुहुन्छ। हामीले गीत हामी सुनिसकेका छौँ। दिदीलाई नचिन्ने आसाममा कोही पनि हुन्न पनि, तपाईँको नेपाली आसामिस मिक्स त हामीले सुनेका छौँ। तपाईँको सोदेखि हामी कतै हिन्दी गीत पनि सुन्न चाहन्छौँ। म धेरै जस्तो श्रेया घोषालजीलाई फलो गर्छु र मलाई मनपर्ने धेरै हुनुहुन्छ, अलका याग्निकजी, कविता कृष्णमूर्तिजी, त्यसपछि महालक्ष्मी अय्यर, सबैजना मनपर्छ, सबैको गीत नै सुन्छु मैले। तुम परदेसी किधर से आए आते ही मेरे मन में समाए, करूं क्या हाथों से मन निकला जाए, करूं क्या हाथों से मन निकला जाए, छोटे छोटे झरने के झरनों का पानी छूके कुछ वादे करने हैं, हो झरने तो बहते हैं, कसम ले पहाड़ों के जो कायम रहते हैं। थैंक यू सो मच। राम्रो लाग्यो, तपाईँ एकदमै राम्रो। थ्याङ्क यू सो मच। त दिदी मलाई एउटा गाना हिन्दी गानमा तपाईँको कसले गाएको आई डोन्ट नो त्यो चाहिँ, तर एउटा गान छ जुन चाहिँ मलाई एकदमै मनपर्छ। त्यो गाना तपाईँको सोदेखि सुन्न पाए हाम्रो दर्शकलाई प्लस मलाई एकदमै खुसी हुन्थ्यो। कुन गीत? देखो न मुडमुडकी भन्ने जुन छ एउटा। ओके, तो हर्षदीप कौरजीले गाएको। हजुर हजुर, मुड्केन दिलबरो। यस दिलबरो। सो त्यसको दुई चार लाइन प्लिज। म ट्राई गर्छु, आज चाहिँ गीत गाउँदिनँ भनेको भाइले गीत। ओके, म ट्राई गर्छु ल। उंगली पकड़ के तूने चलना सिखाया था ना, दहलीज ऊंची है ये पार करा दे, बाबा मैं तेरी मलिका टुकड़ा हो तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे, मुड़ के ना देखो दिलबरो दिलबरो, मुड़ के ना देखो दिलबरो, मुड़ के ना देखो दिलबरो दिलबरो, मुड़ के ना देखो दिलबरो। प्र्याक्टिस चाहिँ नआउँछ गाउन पनि। थ्याङ्क यू सो मच। थ्याङ्क यू दिदी, तपाईँलाई म कुरा सोध्न चाहन्छु। हजुरको लाइफमा एकदम सबैभन्दा डिफिकल्ट टाइम बुझ्थ्यो? डिफिकल्ट टाइम हजुर, लाइफको डिफिकल्ट टाइम थियो बिचमा, अलि भन्न मिल्दैन, तो त्यसरी नै ट्याकल गरियो। अब लास्ट इयर अलिकति डिफिकल्टिज आयो बिचमा, हेल्थ इस्युज कतिपय एक दुईवटा, अनि त्यो चाहिँ अलिकति भन्न अप्ठ्यारो हुन्छ। त्यसरी नै अब ट्याकल गरियो। अब के भनौँ, त्यसपछि अरू स्ट्रगल त छँदैछ। अब हाम्रो सिङ्गिङ क्यारियरमा पनि धेरै स्ट्रगल गर्नुपर्छ। कहिले अब सोज हुन्छ हुँदैन, कहिले नराम्रो फेज पनि आउँछ, त्यही बिचमा चलिराख्नुपर्छ। हार मान्नु चाहिँ हुँदैन। म हार मान्दिनँ पनि, मानेको पनि छैन। यस्तो हुन्छ न, कुनै दिन तपाईँलाई कसले इन्भाइट गर्यो कुनै सोमा, हजुर, सब पैसाको कुनै दिक्कत त्यसमा के आयो फाइनेन्सियली? त्यो त धेरै आउँछ आसाममा, नट ओन्ली आसाम, धेरै आर्टिस्टहरूलाई त फेस गर्नु पर्छ नै धेरै जस्तो। अब कहिलेकाहीँ यस्तो हुन्छ, कुनै कमिटीले बोलाएर अब जतिमा एग्रिमेन्ट भएको हुन्छ, अनि दिने बेलामा चाहिँ अलिकति कमाइदिउँ न, 5,000 रुपियाँ 10,000 रुपियाँ यस्तो। अब यस्तो हुन्छ, हाम्रो एउटा ठुलो टिम हुन्छ होइन, म्युजिसियन 6 जना 7 जना,
फेरि त्यसपछि गाडीको खर्च, तेलको दाम कति बढेको छ, एउटा म्यानेजमेन्ट, फेरि फोटोग्राफर, अनि केटी मान्छेको लुगा, मेकअप एन्ड अल खर्च धेरै छ नि त। त्यो हिसाबको हाम्रो एउटा बजेट गरिन्छ। अनि त्यहीमाथि यति वर्ष गइसकेपछि अलिकति एक्सपिरियन्स पनि म्याटर गर्छ। अनि अब मन जब स्टार्टिङ पिरियडमा थिएँ त्यति बेला त्यही अनुसारको रेट थियो। अब जति अगाडि बढ्दै गयौँ हामी त्यही अनुसार रेटहरू पनि बढ्छ होइन। सबको दाम बढ्छ त, सबै म्युजिसियनको पनि दाम बढ्छ, सिङ्गरको पनि। त्यस्तो होइन त्यस्तो होइन त्यस्तो भन्न सकिँदैन। अब यस्तो हुन्छ कुनै अब न्यू कमिटीले हजुरले एप्रोच गर्नु भयो, त्यो चाहिँ यस्तो हो, म रिजनेबल रेटमा नै गइन्छ हामी। अब त्यस्तो बिग बजेट पनि छैन, किनकि हामी थाहा हुन्छ सबैले कार्यक्रम गर्दा धेरै दुःख हुन्छ, हामीले पनि गरिन्छ धेरै जस्तो कलेक्सन एन्ड अल गरेर गरिन्छ। त्यही माथि हामी रिजनेबल रेटमा मिलाएर, अब यत्रो दुःख गर्नुपर्छ, यत्रो टाढा ट्राभल गऱ्यो, त्यसपछि फेरि गीत गाउनु छ, राति स्टेज फेरि हाम्रो राति राति दिन्छन् सबैजनालाई, उजेलै हुन्छ गीत गाउँदा गाउँदा। मैले कुछ बुझ्दिनँ कि हाम्रो इन्डस्ट्रीमा हो न, हाम्रो कम्युनिटीमा त्यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि सिङ्गरलाई बोलाएर 12 बजेपछि मात्रै उहाँहरू उठाउँछ। हो, हामीलाई पनि त्यो चिज चाहिँ अलिकति कहिलेकाहीँ यस्तो हुन्छ, राति आउन पनि हामी साथ फर्किहाल्छौँ नि त, राति ट्राभल गर्न पनि अलिकति रिस्की नै हुन्छ, त्यही पनि आइन्छ हामी। अब यस्तो हुन्छ, त्यो कार्यक्रममा गइसकेपछि अब सिङ्गर आउँछ या त मेन अब भन्छौँ नि, अब रातिको लास्ट सो हेर्नलाई पर्खिराख्नु भएको हुन्छ अडियन्सहरू। अनि त्यही अडियन्सले अब कति पर्खिने, सिङ्गरलाई नचढाएपछि नउठाएपछि अनि उहाँहरू पनि दिक्क लागेर गइदिनुहुन्छ। अनि त्यसपछि हामीलाई पनि राम्रो लाग्दैन, अब कम अडियन्स चेयरको अगाडि गाउनु पर्ने हुन्छ कहिलेकाहीँ, त्यस्तो हुन्छ। त जब हामीले पनि अडियन्स भेट्छौँ हामीलाई पनि गाएर रमाइलो लाग्छ, र अडियन्सले पनि एउटा टाइम हुन्छ कि त्यो टाइमभित्र सो गर्न पाए एकदम माहौल जम्छ, राम्रो लाग्छ त्यो टाइममा। तपाईँको त्यसो खालको के भएको छ न, आज कुनै एउटा सोमा जानुभयो हजुर र एकदम चेयर खाली भएको, हजुर त्यस्तो खालको के भएको छ? धेरैमा हुन्छ, पहिले त धेरै हुन्थ्यो, अहिले हालमा त त्यस्तो खासै भएको छैन। पहिले अब राति 2 बजे पनि चढियो स्टेजमा, 3 बजे पनि उज्यालै हुन्थ्यो, ब्रस गरी पनि हेर्न आउँछ मान्छे होइन। अनि कहिलेकाहीँ सो गऱ्यो, कमिटीको मान्छे गायब, त्यस्तो पनि हुन्छ। अनि पहिला जब म नयाँ थिएँ त्यहाँ यस्तो अब सो म एज अ को सिङ्गर जान्थेँ होइन, पेमेन्ट छैन, सेक्रेटरी प्रेसिडेन्ट गायब, त्यसरी। अनि कुनै ठाउँमा त केस दिएर आउनु पर्ने हुन्छ पुलिस स्टेसनमा, यस्तो हुन्छ। पर्ख्यो अनि छैन मान्छे, यत्रो टाढा गइसकेपछि। मैले धेरै वर्षपछि यो मैले फेस गरेको थिएँ, सरी अगाडि फेस गरेको थिएँ यो चाहिँ। त्यति बेला म एज अ को अहिले चाहिँ भएको छैन त्यस्तो। त्यही म पनि यो भिडियोको माध्यमबाट कमिटीहरूलाई एउटा अनुरोध चाहिँ गर्न चाहन्छु कि आर्टिस्टलाई बोलाएर यसो टाइममा अलिकति सोहरू त्यही अनुसार भयो भने हामीलाई पनि गाह्रो हुँदैन। जति राति भयो त्यति गाउन पनि गाह्रो हुन्छ, निन्द्रा खति, फेरि अनि फर्केर जानुहुन्छ धेरै लम्बा लम्बा बाटो, टाढा बाटो। यो चाहिँ एउटा एकदमै इम्पोर्टेन्ट कुरा यो चाहिँ, किनभने सिङ्गर को एक्टर को डान्सर को सिङ्गर एक्सेट्रा कोही पनि हुन्छ, तपाईँहरूले बोलाउनु भयो भने त्यो टाइममा नै एउटा म्यानेजमेन्ट गर्दाखेरि उहाँहरूलाई पनि इजी हुन्छ। हजुर, सबैलाई इजी हुन्छ, उहाँहरूलाई पनि सजिलो भयो। अनि एउटा अर्कै खालको माहौल बन्छ, तर त्यस्तो टाइममा अडियन्सको एउटा जोस हुन्छ, इन्टरेक्सन धेरै हुन्छ, सो नै जम्छ के, राम्रो लाग्छ। त्यही भएर सिङ्गर भयो, डान्सर भयो, दर्शकको लागि नै हो नि त उहाँहरू। एक्ज्याक्टली हामी तपाईँहरूको लागि नै हो। अनि तपाईँहरू नै हुनु भएन भने हामीलाई पनि गाएर मजा आउँदैन। दिदीको सबैभन्दा डिफिकल्ट चिज त हामी सुनिहाल्यौँ, सबैभन्दा ह्याप्पीनेस टाइम त्यो कुन चाहिँ थियो होला? धेरै छन् त्यस्ता पलहरू। त्यसै बिचमा एउटा म सम्झिन्छु, मैले जब नेपाली ज्योति अखमिया गरेको थिएँ त्यति बेला मेरो जिन्दगीको नि फर्स्ट सोलो गीत फर्स्ट। अनि दर्शकहरूले यति मन पराइदिनु भयो, त्यसको लागि मैले बेस्ट डेब्यू फिमेल सिङ्गरको एवार्ड भेटेँ थिएँ। त्यही पनि जुबिन दा, त्यो चाहिँ होइन, त्यसपछि पनि भेटेँ होइन। फर्स्ट चाहिँ म त्यति बेला एटेन्ड गर्न पाइनँ, बेस्ट डेब्यू फिमेल सिङ्गरको एवार्ड भेटेँ। त्यसको फेरि नेक्स्ट इयरमै बेस्ट फिमेल सिङ्गरको एवार्ड पनि भेटिहालेको, त्यही पनि जुबिन दाको हातबाट। त्यो भन्दा ह्याप्पी मोमेन्ट केही पनि छैन मेरो लागि। कस्तो हुन्थ्यो जुबिन दा? हामीले भेट्न उहाँलाई, तपाईँले पर्सनल भेट्नुभयो, कस्तो हुन्थ्यो? एकदम हेल्पफुल, राम्रो। अब मलाई जहिले पनि भेट्यो भने के अरे, अस्ति रिसेन्टली हामी अब तावाङमा पनि भेटेको थिएँ, लास्ट सो दादा हुनुहुन्थ्यो र म थिएँ। अनि दादाले भन्नुभयो म बेसी नगाउँ,
तय गाबिने नाइ मुर लगत यसरी भन्नु उसको पछि मेरो सो थियो उहाँको पछि तर होबोडा पनि गाई लग्छन् भने त्यसपछि स्टेजमा चढाएर त टाढा फेरि स्टेज अनि मलाई बोलाइदिनु भयो त्यति बेला दिल तुई बता गीत एटो मलाई स्टेजमा फेरि मलाई यसरी लिरिक्स देखाइराख्नु भएको थियो मलाई याद थियो तर बिचरा लिरिक्सहरू पनि यसरी यसपछि योगा योगा भनेर जाने बेला यस्तो हक गरेर जानुभयो कि मलाई त्यो सम्झेर अझै पनि धेरै ऊ लाग्छ त्यो लास्ट मार्चको मन्थ थियो त्यही नै लास्ट भेटघाट भएको थियो र मलाई भन्नुहुन्थ्यो यसरी गोर्खालिसवाली त्यहाँ भाल गाए यसरी सपोर्ट गर्नुहुन्थ्यो अब कति अहिलेको समयमा हजुर यो म्युजिक इन्डस्ट्रीमा कति स्कोपहरू छन् तपाईँ के भन्न चाहनुहुन्छ यसमा हाम्रो गोर्खाली इन्डस्ट्रीमा धेरै स्कोप त छ जस्तो लाग्दैन किनकि हाम्रो प्रोड्युसरहरू हुनुहुन्न हामीले आफै दुःख गरेर आफै गीत गर्नुपर्छ र हाम्रो भित्र गाउँहरूमा धेरै यस्ता भाइ बहिनीहरू पनि छन् धेरैले राम्रो गाउनुहुन्छ तर फाइनेन्सियल इस्युजको लागि उहाँहरूले गीत गर्न सक्नुहुन्न त्यसको लागि हाम्रो 2-4 जना प्रोड्युसर निस्केर आयो भने पनि खुसी लाग्थ्यो त्यही भन्छु अब किनकि उहाँहरूले सबैलाई हामीले प्लेटफर्म दिनुपर्छ हामीले नदियो भने कसले दिन्छ कि त अब कुनै सो गर्नुभयो भने तपाईँहरूको गाउँमा हजुरको लोकल जति भाइ बहिनी हुनुहुन्छ उहाँहरूलाई पनि गवाउने र बाहिरबाट आर्टिस्ट बोलाउनु मिलाएर गर्नुपर्छ काम चाहिँ म त्यो भन्छु किनकि घरको मुर्गी दाल बराबर भएर पनि हुँदैन होइन अनि के एउटा ठाउँमा पुगेपछि मात्र उहाँलाई चिन्ने त पहिल्यैदेखि चिन्नुपर्छ त्यो भन्छु म सो दिदीको बिहे कति वर्ष भयो अहिले मेरो 4 इयर्स 4 इयर्स के थियो लभ हाम्रो यस्तो अब लभ पनि भन्दैन दिदीले एरेन्ज भने पनि हुन्छ जस्ट भेटघाट भएको थियो कमन फ्रेन्ड्सको थ्रुबाट अनि घरसम्मै रिस्ता आयो त्यसरी बुवाहरू पनि एकैचोटि हुन्छ भनिहाल्नु भयो अनि हामी पनि 1-2 महिना कुराकानी हुँदै थियो त्यसरी हाम्रो पनि चटमङ्नी पट बिहा भयो कस्तो हुँदैछ बेको यो जुन चाहिँ 4 इयर्सको जर्नी हजुर कस्तो हुँदैछ अहिले राम्रो किनकि अब आफ्टर म्यारिज छोरी मान्छेको लाइफ धेरै चेन्ज हुन्छ त्यही माथि हामी गाउने केटीहरूलाई धेरै प्रब्लमहरू फेस गर्नुपर्छ किनकि अब अर्को नयाँ घर एउटामा जानुपर्छ सास ससुरा बुढा हाम्रो चाहिँ यस्तो छ फेरि बाबा आमा मेरो यता आमा बाबा जस्तै हुनुहुन्छ हस्बेन्ड पनि फुल सपोर्टिभ मलाई उसको मुखमा ना छैन जे पनि गर्छु ओके जाऊ यस्तो अब वो हाम्रो नेपाली भाषी त होइन एसएमएस हो तर धेरै सपोर्ट छ हाम्रो गोर्खालीमा छोरी चेलीहरूलाई बाहिर जान एकदम कुनै फ्यामिलीमा यस्तो हुन्छ अझै पनि छ हामीले देखेको छौँ बाहिर गएर नाच्न होस् गाउन होस् त्यो एउटा के भन्नु लाइक त्यो फ्री फ्याङ हुनुहुन्न उहाँहरू सो तपाईँ एकजना चेली गोर्खाली चेली अनि प्लस एसएमएससँग बिहा हुनुभएको छ त्यस्तो खालको फेसहरू आएका लाइफमा फेस्ता चाहिँ त्यही पनि मैले 2-4 कुरा सुन्छु यसले एसएमएससँग बिहा गरेर यसलाई प्रोग्राममा किन बोलाउनु पर्यो भन्ने कुरा पनि 2-4 जग्गा सुनेछु केही छैन मलाई जसले मन पराउनुहुन्छ माया गर्नुहुन्छ म तपाईँहरूको आशीर्वाद स्वरूप यी सब कुराहरू लिन्छु केही छैन अब आफ्टर एसएमएस होस् गोर्खाली होस् सबै हिन्दू हो मान्छे हो होइन केही छैन म ह्याप्पी छु जब उहाँहरूलाई केही प्रब्लम नहुन पर्ने हो अरू मैले आफ्नो काम पनि गरिरहेको छु र म यो भन्छु कि गोर्खाली होस् नेपाली होस् आसाममा बसेको छ त्यो चाहिँ भन्नु पनि हुँदैन जस्तो लाग्छ मलाई अब अनि अब बुहारीहरूलाई चाहिँ बुहारी जस्तै ट्रिट नगरेर आफ्नो छोरी जस्तो ट्रिट गरेर जसरी आफ्नो छोरीहरूलाई बाहिर जान दिनुहुन्छ काम गर्न त्यसरी नै बुहारीलाई पनि म पनि हिँड्छु घरको पनि मेन्टेन गरिन्छ तर बाहिर पनि मेन्टेन गर्छ जति सकिन्छ गरिराखेको छ अब त्यही हो कुनै पनि यस्तो टाइम आएन कि बुहारी त जानु हुँदैन वा तिमी जानु हुँदैन नाइ मलाई भन्दै भन्नुहुन्न आमा बाबाले एक्चुअली उहाँहरूलाई पहिल्यैदेखि थाहा थियो र बिहे गर्ने अगाडि हाम्रो आमाले चाहिँ मेरो हस्बेन्डलाई अब पहिले अब हेर्नु है घरमा प्रब्लम हुनसक्छ कि ऊ सिङ्गर हो सो गरेर आउँछ बिहान सुतिराख्ने आमा बाबा रिसाउनु होला घर सोधेर मात्रै गराउनु होला अगाडि बढ्नु यस्तो टाइपको कुरा गर्नुभएको थियो मेरो हजुर मतलब कुरा चल्दाखेरि डिरेक्टली कुरा राख्नु भएको हो अनि उहाँले पनि त्यस्तो केही प्रब्लम होइन हाम्रो घरमा केही प्रब्लम छैन आमाहरूले राम्रै पाउनुहुन्छ मन पराउनुहुन्छ भनेर त्यसै कस्तो हुन्छ इन्टरकास्ट बिहा गरेर कस्तो चलेछ हजुरको लाइफ मेरो त राम्रै चल्दैछ खै कसैको प्रब्लम मतलब प्रब्लम केही फेस गरे छैन अहिलेसम्म त्यस्तो केही हुँदैन पनि टचवुड तर सपोर्ट छ अब त्यही सपोर्ट त चाहिन्छ नि हजुर मान्छेले भन्छ नि फेरि एउटा इन्टरकास्ट बिहा गरेपछि धेरै पनि प्रब्लमहरू आउँछ हजुर मान्छेले धेरै कुरो भन्छन्
मान्छेले त के भन्दैनन् जे पनि भन्छन् अब मान्छेको कुरा सुन्न थाल्यो भने आफ्नो काममा फोकसै गर्न सकिँदैन तर मलाई जहाँसम्म अब 2-4 जना त भइ नै हाल्छ नि अब मलाई सबैलाई मैले सेटिस्फाई गर्न सक्दिनँ सबैलाई मैले खुश पार्न सक्दिनँ र सबैले मलाई मन पराउन सक्दैनन् माया गर्न सक्दैनन् अब कोहीले त माया गर्नुहुन्छ त्यसै बिचमा हैन फोकस भन्दाखेरि एउटा कुरो मलाई याद आयो मान्छेको लाइफमा सबै थोक मान्छे ठुलो होस् सानो होस् कुनै न समय आउँछ मान्छेको फोकस डिस्ट्र्याक्ट हुन्छ हजुर र तपाईको पनि भएको थियो होला फोकस डिस्ट्र्याक्ट भएको थिएन कहिलेकाहीँ यस्तो हुन्छ जे यति गरिएछ अझै अझै हुनुपर्ने थियो टाइपको कहिलेकाहीँ फिल भएर डिप्रेस पनि भइन्छ तर आफूले आफूलाई सम्हालिन्छ केही छैन गीत मन पराइन्छ र गीत गरिराखेको छ अरू त्यस्तो खासै केही प्रब्लम छैन अब